Hello guys, welcome back to my first vlog. म चाहिँ साइकल चलाउँदै सुरु गरिदिएको भ्लग चाहिँ मेरो फर्स्ट भ्लग हो यो। लाइक र सेयर हालिदिनु होला। जिप आएको पछाडि आएर म साइकल चलाउँदैछु। म साइकल चलाउँछु। यो चाहिँ मेरो साइकल होइन, मेरो साइकल चाहिँ होइन, मेरो साथीको साइकल हो। म चाहिँ यतिकै चलाइदिएको, उनी त्यहाँ बसिरहेको थियो। हुन्छ यही हो, हप्सीको साइकल हो। यता चाहिँ हाम्रो चाहिँ यहाँ नाली बनिरहेछ, नाली बनिरहेछ। हेर्नु गाइस, यसले मलाई पिट्न खोजिरहेको, यसले मलाई पिट्न खोजिरहेको। हेर्न सक्नुहुन्छ यो के हो छ मान्छे नै, यो मान्छे के हो छ ल गाइस। हामीले अब त्यसलाई ढुङ्गाले कतिचोटिमा हान्ने त ल गाइस, एकैचोटिमा ल देख्नुभयो गाइस, सबजना मिलेर सक्छ त कसैले सक्छ त। यो घुमाउन कसले सक्ने त गाइस। ल ए यहाँ लक रहेछ नि त, यो घुम्यो नि त, सक्छ त, कसैले सक्छ सक्ने भए ल कमेन्ट गरौँ त ल, कसैले सक्ने भए हिम्मत छ ल। उयो मेरो घर, म यहाँ छु। फेरि पनि पारेर देखाइदिन्छु त्यसलाई। अलि थोरै भएन कि गाइस, फेरि ल गाइस पऱ्यो नि त ल। यता को आएको छन्, को हो मैले चिन्दिनँ, को मान्छे हो। मम्मीसित बोलिरहेको छन् तिनीहरू। त्यो कति बेला आउँछ, त्यो कहाँ गएछ त्यो सुद्धो। त्यसको नाम चाहिँ सचिन हो गाइस। मेरो नाम निर्जना आले। मेरो धेरैवटा च्यानल धेरैवटा च्यानल बिहान भयो कि हरायो केही थाहा छैन। मेरो यो 5th च्यानल हो गाइस। यहाँ हाम्रो कुखुरा भाले, रातो भाले, यो रातो भालेलाई काटेर खानुपर्छ। त्यहाँ छ कुखुराको खोर, यो भाले छ, यो खोरभित्र नि छ कुखुरा। यसले मलाई गु भ्लगर भन्छ गाइस। यसको नाम के होला, यसको नाम के राख्ने होला, कमेन्टमा कमेन्ट हान्नु है गाइस, यसको नाम के राख्ने होला। ल मलाई लाग्छ यसको नाम के राख्नुपर्छ भन्दाखेरि गु राख्ने। ए भाइ मेरो साइकल निकाल्न गयो, निकाल्न साइकल निकालिदिनु गाइस। म अब मेरो साइकल चलाउँछु गाइस। साइकल निकाल्नु पठाएको बल्ल आयो। ल आयो त गाइस। ल घाम यस्तो घाम चर्को छ, यो आयो। हाम्रो कुखुराहरू पनि छ, यसलाई काटेर खानुपर्छ। ल अब यति ल्याएपछि त्यहाँ नि त निकाल्दैन त। को यार मान्छे त मैले चिनेन यार गाइसहरू।
ओ यो बलियो छ एकदम खतरा बलियो यसले जे पनि काम गर्छ खतरा कति बलियो हो यो मान्छे त ल हेर्न सक्नुहुन्छ गाइस 50 किलोको साइकल यसले एउटै हाल उचालिदिन्छ ए यहाँ आउँछ भाइ यहाँ आउन भाइ हेलो गरिदेऊ हेलो नाम के हो पुरान ठुलो भएपछि के भन्ने हो पनि हाँ पनि पनि के हो त्यो भनेको के भन्छौ ठुलो भएपछि के भन्छौ हो र नाम के हो पुरान कहाँ बस्छौ तिमी ए खै यता हेर त तिमी र म कहाँ भेटेको अरे घरमा मम्मी कहाँ हुनुहुन्छ मम्मी कहाँ हुनुहुन्छ जाऊ बोलाउनु भयो जाऊ बोलाउनु भयो कि जाऊ यो भाइ चाहिँ हाम्रो घरतिर बस्छन् खतरा ह्यान्डसम छन् यो भाइ खतरा ह्यान्डसम छन् यता गर्लफ्रेन्डलाई दिने यो फुल लभ छ होला ल यस्तै छ नि यो भाइ भाइहरू मेरो साइकल ल्यायो साइकल चलाउनु पर्यो अब एक दुईवटा उइली हानेर पनि देखाइदिन्छु तपाईँहरूलाई उइली हान्न आउँछ मलाई गाइसहरू किन हानेको होइन जाऊ ल भिडियो खिचिदिँदैछ ए भाइले उइली हान्नु पठाइरहन् लभलाई दिने गऱ्यो यो भाइले फुल गर्लफ्रेन्डलाई दिने गऱ्यो यहाँ बाटोमा उइली हेर्नु भए यता आउँदैन गाइसहरू एकछिनै यो निस्किन्छ कि गाइस यो के हुन्छ भिडियो गराउनु पठाएको गाइस यो पाखे काम छ नि के कहाँ गयो हिरै जस्तो यो कहाँ राजेश माल जस्तो यो कहाँ राजेश ए कहाँ हो काम छ नि हाम्रो राजेश माल कहाँबाट यत्रो ला भिडियो रहेछ त्यति भनेको मेरो कुरालाई सिरियस लिनुहुन्न नि हाम्रो राजेश माले त चाहिँ ओ तेरो ढाडा मात्रै देखेछ यार अगाडिबाट आइज राख त मलाई अघि ठोक आइज ठोक तेरो ढाडमा चाहिँ देखेछ क्या कहाँको सस्ता हिरो भन्दा गाइस म हात छोडेर चलाउने ट्राई गर्छु है त्यो छोड बरु छोड हात छोड्छु म हो ये गाइस हात छोडेँ मैले
सक्नुहुन्छ कसैले सक्छ बाइक आएर हो नत्र नि मैले अझै धेरै सक्थेँ यता म यता भाइ घर जाऊ हान्छ गाडीले फेरि घर जाऊ औ यता जाऊ घर जाऊ के गाडीले हान्छ फेरि जामै हाल्यो हामी त जान लाग्यो हामी त तलतिर हिँड्ने यार यो राजेश भाइले लिएर हिँड्नु ओके हामी त जाने हो क्या अब घर जाऊ घर जाऊ घर जाऊ कि किन हिँड्न म जाम ए सचिन स्कुलमा दौडिँदै राजेश हमालको स्कुलमा पुरन ल स्कुलमा ल खतरा ल आर्मी बन्छ होला त्यो भाइ त खतरा दौड्यो त ल रोक ल रेस्ट एकछिनमा कस्तो लाग्यो दौडेर मजा आयो फेरि ल है त एकछिन ल आऊ एकछिन गाडी आयो ल आऊ ल दौड्यो ल खतरा ल दौड्यो ल फास्ट खतरा ल सात्विक पुरन ल दामी खतरा दौड्यो त ल फेरि ल यताबाट आउनु दौड्यो यता पछाडि आएर यता ल 1 2 3 गो ल साइकल लाइन जित्न लाग्यो त ल वे कति खतरा दौडेको ल भाइ खतरा दौड्यो त ल भयो थगेला होला तिमीले ल थगेला फेरि ल खतरा मजा आयो रे यता ल 1 2 3 गो ल दौड्यो भाइरल हुन्छ है गाइजहरू अब ल दामी दौड्यो त ल यता हेर्दै ल क्यामेरामा दौड्यो ल भयो कति बोल्यो ओहो थाक्दै नथाक्ने यार ल फेरि ल भाइलाई चाहिँ फेरि दौडिनु मन लाग्यो अरे दौडाउनु पर्यो फेरि यता 1 2 3 गो ल दौड्यो ल खतरा दौड्यो त ल पछाडि बाइक राख्यो बाइकलाई नि जित्यो कति फास्ट दौडेको ओहो आर्मीमै जान्छ क्या यो भाइ फर्स्ट भयो नि भयो नखेलौँ है अब नखेलौँ एकचोटि ल एकचोटि ल फेरि यता हो ल 1 2 3 गो ल मलाई नि जित्यो त ल अहिले त ल ओ माई गॉड ल मलाई नि जित्यो त फर्किने ल फर्किनु ल दौडी ल 1 2 3
तेरी ल ओए कति फास्ट दौडेको ल ल ल भोलि पनि खेल्ने हँ ल ल भोलि झन् खतरा खेल्ने ल वाह फर्स्ट भयो ल ओए यहाँ माथि बस्छ त फोटो खिचिदिनु यो के त खोल्दैन खतरा खेल्छन् क्या भाइ हँ ए फोटो खिचिदिने ल चल ल भाइको खोप खतरा बोल्यो नि यो भाइ एकदम टाठो खतरा लोड्डा पनि केही पनि नहुने लोड्डा पनि दौडेर एकदम खतरा कति पावरफुल छन् के हँ खतरा बोल्यो नि के भाइ यता हो यता यता दौडिनु भयो यता ल होइन दौड ल गाइस खतरा दौडिनु मन लागेर के भाइले खतरा दौडिन्छन् के अन्त यता र यता यता फेरि दौडिनु गरे औ दौडिनु फेरि दौड दौड यो भिडियोमा दौडेको मात्रै छ यो भिडियोमा गाइस ल भयो आजलाई भयो भोलि गर्ने अब ल फाइनली गाइस हँ जेसुकै भन्छ ल गाइजहरू म उहिले हान्छ अब ल यहाँ हेर्नु ल म मोबाइल राख्छु यहाँ उहिले हान्छ अब ल गाइजहरू उहिले हान्छ म देख्यो होला नदेखे भए होला ए भएन यार गाइजहरू भएन यार फेरि उहिले हाल्छु मेरो फेरि उहिले हाल्छु नगर्नु यार गाइजहरू भएन यार लगाएर आउँछु खतरा पछारियो गाइस उठाइदिनु साइकल गाइजहरू पछारियो सक्सेसफुल भयो सक्सेसफुल पछारिनलाई यहाँ धानलाई मजा पनि आइरहेछ यहाँ अलि मजा पनि अर्कै खालको मजा क्या अलि के हुन्छ नि अलि दुख्ने खालको मजा क्या त्यसलाई धानमा मजा आइरहेछ गाइजहरू मैले यतिसम्म गरेँ यो भिडियो बनाउनको लागि यो मैले यतिसम्म गरेँ अझै यति गर्दा नि हजुरले लाइक र सब्सक्राइब हाल्नु भएन भने तपाईँहरू छक्का नै हुनुहुन्छ भन्ने बुझ्नुहुन्छ कि बुझ्छु क्या
छक्का चाहिँ नभनौँ अलि हिजडा चाहिँ ठिक हुन्छ होला है होइन त्यस्तो खालको हिजडा होइन भनेको मात्रै फेरि यहाँ पार्क पनि छ है गाइजहरू घुम्न आउनु मन लाग्यो आउनु होला त्यहाँ होइन फुटे होइन ल खतरा पछाडिको मान्छेले देखेर यहाँ गाइजहरू आजलाई यति भन्दै म भिडियो राख्न त चाहन्थेँ तर म अझै लामो भिडियो बनाउन चाहन्छु स्ट्यान्ड ए हो र ए गाइजहरू अझै लामो भिडियो बनाउन चाहन्छु के बनाउने थाहा नै भएन उइली भनेर राख्ने भाइ यो भाइले उइली हान्दा अघि नि यस्तो नराम्रो चालले पछाडियो पछाडिँदा मजा आयो पछाडिँदा गाइजहरू त्यो मजा जिन्दगीमा फिल भएको छैन मलाई धेरै मजा आयो गाइजहरू ल गाइज के बनाउने भिडियो यार कुलोमा माछा खोजिराख्ने मैले के हो त गाइज आजलाई यति नै थ्याङ्क यू सो मच मैले आज यतिसम्म गरेँ भिडियो बनाउनलाई आफूलाई चोट पुऱ्याइ तपाईँहरूलाई मजा दिनको लागि मैले यति राम्रो भिडियो बनाएँ ल आजलाई यति नै ल थ्याङ्क यू सो मच